साथीहरु गुड मर्निङ। अब हामी चाहिँ मनाङ मर्सिङदी हाइड्रो पावर अनि सुरुङ भित्र जाँदैछौँ। यो चाहिँ हजुर नमस्ते, म पनि सुरुङ भित्र जाँदैछु। यो चाहिँ 1 नम्बर सुरुङ हो। 1 नम्बर सुरुङ हो, मनाङ मर्सिङदी हाइड्रो पावरको ब्युरो 7 को 1 नम्बर सुरुङ हो। यो हामी सुरुङ भित्र गएर सुरुङको अवलोकन गर्दैछौँ। यहाँ चाहिँ टिपेर जानुपर्छ। अहिले मान्छेहरू छैनन्, यहाँ बस्ने छैनन्। इन्ट्री गरेर जानुपर्छ। इन्ट्री गरेर जानुपर्छ, हैन भने त्यतिकै जान मिल्दैन। यो सुरुङ अलिक खतरनाक छ हैन। बिहानको टाइम छ, बिहान के भइरहेछ, के कस्तो छ हामी अवलोकन गर्दैछौँ। हो त माथिको चाहिँ ड्याम साइड हो। ल हेर्नुहोस्, यता चाहिँ बेजिङ प्लान छ। प्लान माथि हिमालयहरू देखिया छ। सब बिहान बिहान धेरै चिसो छ यो ठाउँहरू। हेर्नुहोस्, अब हामी यहाँबाट भित्र छिर्दैछौँ। यो चाहिँ 1 नम्बर सुरुङको तलतिर अरू छ, 2 नम्बर छ, 3 नम्बर छ, तल पावर हाउस छ। यो 135 मेगावाटको हो, चाइनिज कम्पनीबाट हो यो चाहिँ। सो अब हामी यहाँ भित्र जान्छौँ। ल अब हामी भित्र जाँदैछौँ। भित्र कस्तो हुन्छ त सुरुङभित्र। अनि दाजी के छ? ठिक छ, हामी सुरुङभित्र छिर्दैछौँ। हामी सुरुङको प्रवेशद्वारतिर पुग्यौँ। अब यो लाइट कुनै लाइट बिग्रिएको छ कि कुनै बन्द छ कि, अनि सुरुङभित्रको अवस्था के छ यो बुझ्दै अनि हामी हिँड्दै भित्र जानेछौँ। पानी गएको अवस्था तल पानीमा देखाउँ, पानी बढिरहेछ। यो पानी 1 हप्ता भयो, 1 हप्ता अगाडि पानी थिएन, अहिले पानीको मात्रा धेरै बढिरहेछ। किनकि बर्खाको टाइममा अब माथि माथिबाट पानी झर्छ। सेतो पानी बगिरहेछ, यता पानी देखाउनु सेतो, त्यो दुध जस्तो पानी आइरहेछ सुरुङभित्रबाट है। कहाँबाट आयो त यो सेतो पानी कसरी बग्यो फेरि? सुरुङ यो भनेको लगभग 300 मिटर जति छ हैन, 300 मिटर छ। भित्र पानी भरिरहेछ। त्यो पानीलाई हामीले बाहिर निकाल्दैछौँ। सुरुङभित्र यस्तो अवस्था। सुरुङ चाहिँ अब काम हुँदैछ अहिले। हिजोआज चाहिँ काम भएको छैन किनकि बर्खाको कारणले गर्दाखेरि रोकिया छ, काम रोकिया छ। अलिअलि ड्याम साइडतिर काम चलिरहेको छ, तर यता चाहिँ अहिले काम रोकिएको छ। ए अब सुरुङ यही हो, हेर्नुहोस्। ओ तल भित्रैसम्म छ, 300 मिटर छ। 300 मिटर बिस्तारै बिस्तारै हिँड्दै जानेछौँ। ल हुन्छ त साथीहरू, अब फेरि अर्कोमा भेट गरौँला।